हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। एन्ड गाइज, आजको यो भ्लगमा म तपाईँहरूलाई देखाउनेवाला छु कि हाम्रो यो गाउँको नर्सरीमा कसरी मान्छेहरूलाई बाघले हानेर यहाँ सब फरानी गरिसकेका छन्। यता हेर्न सक्नुहुन्छ। अनि हामी यहाँ एउटा पार्क बनाउनेवाला छौँ गाइज। तपाईँहरूलाई अहिले सब पुरा नर्सरी टुर गराउनेवाला छु गाइज। कति धेरैजना यहाँ दौरा गरिरहेछन्। यता के चिलाइरह यार। एन्ड गाइज, यतातिर अगाडि हिँडिरहेछन्। केही पर्यो भने यिनीहरू बडीगार्ड बनेर हिँडिरहेछन् गाइज। म एकदम ठुलो युट्युबर 4 मिलियन मेरो सब्सक्राइबर छन् गाइज। अब कुनै टाइममा 5 मिलियन सब्सक्राइबर पुगिहाल्छन्। अनि तपाईँहरूले छिटो सपोर्ट गरिदिनु। अनि यसको 10 मिलियन 10 लाख सब्सक्राइबर पुगिसकेका छन्। अनि मेरो चाहिँ 40 लाख मिलियन। ओ माई गॉड, म त मिस्टर बीस भन्दा ठुलो भ्लगर बनि गएँ यार। एन्ड गाइज, यता हेर्न सक्नुहुन्छ है क्या। यता हेर्न सक्नुहुन्छ गाइस, यो नर्सरी यतातिर। यता पनि हेर्न सक्नुहुन्छ गाइस यता। अनि फाइनली हामी यता आइसकेका छौँ। यता दौरा गरिरहेछन्। एन्ड गाइस, यता के भयो, हामी माछा चोर्न गइरहेका छौँ। यो टालको माछा चोर्छौँ गाइस अहिले हामी। एन्ड गाइस, पुगिसकेका छौँ। यता पनि दौरा गरिरहेछन् गाइस हाम्रो नर्सरीमा। यता पुरा फरानी सफा भइसक्यो गाइस। यता हेर्न सक्नुहुन्छ, पुरा दौरा गरिरहेछन् यतातिर। अनि हामी झनै अगाडि गइरहेका छौँ। यता हेर्न सक्नुहुन्छ, हामी झनै अगाडि जाँदैछौँ। अझै अगाडिसम्म देखाउँछौँ तपाईँहरूलाई। यता हेर्न सक्नुहुन्छ गाइस। अब कता जाने हो, सिधै जान लाग्छौँ हामी अहिले। एन्ड गाइस, उतातिर दौरा गरिरहेछन्। यता पनि हामी भ्लग बनाइरहेका छौँ। एन्ड गाइस, यतातिर आइरन कुद्नेवाला छ अहिले। तपाईँहरूको लागि जान दिन्छु भन्न लाग्छ। यता हाम्रो हल्ला नगर। थाहा पायो भने हाम्रो के हान्छन्। हेर्नु गाइस, हाम्रो लाउ हो यो लाउ। एन्ड गाइस, म तपाईँहरूलाई देखाउन लाग्छु विजयको खेल। यता हेर्न सक्नुहुन्छ के गर्न लाग्छ यो। यता यसलाई डिस्टर्ब हुन लाग्छ, त्यसैले म यता पछाडि भागिसकेको छु। आर्यनको ठाउँमा आर्यनलाई डिस्टर्ब हुन होला। एन्ड गाइस, यता हेर्न सक्नुहुन्छ, यता दाउरा स्मग्लिङ गरिरहेछन्। अनि म चाहिँ यहाँ पुलिस बनेर एकदम हेरचाह गर्न लाग्छु। कसैले बाघले खाइदियो भने मेरो जिम्मामा छोडेछन् गाइस। यता हेर्न सक्नुहुन्छ, बच्चा पनि दाउरा स्मग्लिङ गरिरहेछन्। हामी जस्तो ठुला प्रधानमन्त्रीहरू चाहिँ के नै गर्ने। हामीले हो यिनीहरूलाई यहाँ खाना पकाउनको लागि दाउरा नपाएर यहाँ हामीले यिनीहरूको लागि के गरेछौँ थाहा छ? दाउरा पुरै नर्सरी एकदम फेरि के नसमात्ने, सिधै काठी दाउरा मात्रै गर्ने हामी त्यो नियम बनाइसकेका छौँ। एन्ड गाइस, यता हेर्न सक्नुहुन्छ। एन्ड गाइस, यता हेर्न सक्नुहुन्छ। मलाई मुट्न पनि दिइरहेको छैनन् गाइस यिनीहरू यार। बेलामा यिनीहरू पिसाब फेर्न हाल्छु अनि यिनीहरू फेरि आइहाल्छन् यार गाइस। के गर्ने यिनीहरूको यार। मेरो थोप्रा पनि राम्रो आउन, मलाई ऱ्याप हान्न राम्रो लाग्छ यो। एउटा साँडु यताबाट आइरहेछ यो सिरियस पञ्च। गुडगुडी लाग्छ मलाई। मेन मुटे डे यार। एन्ड गाइस, आजको भ्लग यहीँसम्म। राम्रो लाग्यो भने लाइक, सेयर, सब्सक्राइब र कमेन्टमा भन्नु होला कस्तो लाग्यो। तबसम्मको लागि धन्यवाद।